जोरदार ताली कृपया तपाईहरुको लागि। सायद मलाई लाग्थ्यो आज मान्छेहरुले दशौं दशक वर्ष डिएक्सन इन्डस्ट्रीमा मेहनत गर्नुभयो, प्रयास गर्नुभयो, तर त्यो प्रयासका बावजुद पनि जो यो इन्डस्ट्रीमा त्यो प्रयास गर्ने व्यक्तिमा एक व्यक्ति मेहराम खड्का रह्यो। मैले कहिलेकाहीँ प्रश्न गर्थे, म सक्षम परिवारबाट, धनी परिवारबाट, सफल परिवारबाट र काठमाडौँ नेपालको राजधानी काठमाडौँबाट जन्म लिएर यहाँ के भएर क्राउन एम्बेसडर भए? म आफूले आफूलाई प्रश्न गरेँ। आज मलाई प्राउड यो लाग्यो कि सायद यो व्यक्ति बन्नको लागि मेरो बुवा र आमाको लागि कुनै कुरा ताली दिनु त। किनभने अचम्मको कुरा के भएछ भने यो डिएक्सन नेपालको फ्याक्ट्री पनि आजै उद्घाटन हुनु र यो म धरतीमा पाइला टेकेको दिन पनि आजै परेछ के। अचम्मको कुरा के भयो भने जो यस्तो पवित्र दिनमा म जन्म लिएको रहेछु, बुद्ध जयन्ती पनि आजै, सो आज डिएक्सन नेपालको प्रथम क्राउन एम्बेसडर जन्मिएको दिन पनि आजै, डिएक्सन नेपालको फ्याक्ट्री उद्घाटन भएको दिन पनि आजै। सायद यति राम्रो दिन लिएर जन्मिएको